guys, welcome back to my another video. अनि आज चाहिँ हाम्रो ब्रेक छ त्यही कारणले गर्दा चाहिँ हामीहरु एकछिन बजार जानु आटेको छ सबैजना रेडी भइराख्छ घाम भने टन लागिराख्छ हो ओइ जिमी अनि टोइलेट गर्ने ठाउँ जाकिँदैछ नि टोइलेट गर्नु गएको थिए टोइलेट आएन रे हो यहाँ चाहिँ आनिलाहरुले साफसुग्घर गर्नु हुँदैछ अनि अरु त्यो जति पनि पूजा हुँदैछ त्यो पूजाहरुको चाहिँ सानो क्लिप्सहरु म त हाल्दैछु किनकि सेम त हुन्छ रेगुलर अनि त्यही कारणले गर्दाखेरि पछि आउँदैछ जिमिला गाडीको नाम निशान छैन अनलाइन हेर्दैछ हामीहरु नभए चाहिँ यहाँदेखि निकै तल गएर चाहिँ ट्याक्सी पाउँछ अरे अनि आज चाहिँ भिजिटर्सहरुको लागि पनि गुम्पा बन्नु हो कि आजको टुरिस्ट गाइड चाहिँ यहाँ पाल्नु हुनुहुन्छ चिलाउने भन्छ मनमाहरू त छैन यहाँ पाउँदैन रहेछ ट्याक्सी भने चाहिँ पाएको छैन हामी यत्रो तल आइसकेर पनि अनलाइनको लागि चाहिँ नेटवर्क पनि हुनुपर्ने हुन्छ जुन चाहिँ हाम्रो फोनमा छैन है रोड चाहिँ यस्तो कालो छ कि ब्यालेन्स नभएर अनि अहिले चाहिँ हामीहरु यहाँ तल ठाडो रोडमा उभिरहेको छ ओह्रालो हिँडेर हाम्रो खुट्टा डिसब्यालेन्स भएर हिँड्नु नसकेर यहाँ बसिरहेको छ अन्त त्यहाँदेखि यहाँ क्याब भनिरहेको छ अन्त लिनु आउँदैछ हो सो अब चाहिँ हामीहरु डाइरेक्ट जान्छ बौद्ध है बौद्ध जानेवाला छ आन्टीहरु यहाँ बसिरहेको हुन्छ बौद्ध स्तूपा जानेवाला छौँ हामी चाहिँ गाडीको पर्खाइमा हाम्रो ट्याक्सी चाहिँ आइपुगिसक्यो अन्त हामी चाहिँ यहाँ पस्न आँटेको बौद्धमा एन्ट्रेन्स चाहिँ 400 रुपियाँ अरे अनि अहिले चाहिँ हामीहरु बौद्धको अगाडि आइरहेको छ अन्त यहाँ टिकट काट्नु आँटेको छ भित्र बस्नको लागि हामी खाजा खानु जाँदैछ चाहिँ खाजा खानुको लागि जाँदैछ यहाँ गाइडले बिर्सेछ बाटो हो अन्त हामी पछि छ अनि अहिले चाहिँ हामीहरु खाजा खानु आइपुगेको छौँ सबैजना फोनमा बिजी यता आन्टीहरु चिया पिउनु हुँदैछ म कोक पिउँदैछु यता फ्यान्टाहरु खाँदैछ केम छो बढिया छो फाइनली सादावाला मोमो भेट्यो जसमा चाहिँ मसलाहरु नभएको चाहिँ हामीहरु खाइसकेर निस्किसकेको हामीले 15,000 को खाएर झन्डै 1900 हो हैन हौ तिमीले 15,000 लेखेर छैन यहाँ चाहिँ स्लिपरहरु आएर बहिनीको यहाँ स्लिपर किन्दैछ हामी चाहिँ सपिङ गर्नु भित्र पसिरहेको छ हामी भन्दैन आन्टीहरुको यहाँ सपिङ सक्यो मेरो पनि सानो तिनो थियो सक्नु आँटे अनि यहाँ आन्टीले चाहिँ हामीलाई गिफ्ट दिनुभएको छ सानो धेरै धेरै धन्यवाद हामी यहाँ बोबा टी खान आइरहेको छ उहाँको फेभरेट हैन मेरो अर्डर गर्यो सेतो उहाँ चाहिँ केही खानुहुन्न भन्नुभएको छ त्यसले गर्दा सायद गएर चाहिँ मैले यो सफ्टी खाएँ हैन खान आँटेको छु खै छोटु ओ दुईजनाको छोटुले पनि सफ्टी खान्थ्यो होला है
सब्जी दिनुहोस् न एक्चुअली ल यहाँभित्र सपिङ हुँदैछ आज चाहिँ दोकान हामीले यति बेसी एक्सप्लोर गरिसक्यो खुट्टा दुख्यो मेरो आना उहाँ पस्यो दोकानमा चाँदी खोजेको चाँदीको रिङ किन्नुको लागि सिम्पल चाँदीको रिङ खोजेको जुन चाहिँ मैले पाएकै छुइनँ भाइलाई भनिरहेको थियो ल फाइनली सपिङ सक्यो होइन अलमोस्ट खुट्टा दुखेर हाम्रो बिचो भइसक्यो है कस्तो नराम्रो देखेको कस्तो राम्रो देखिरहेछ परै राम्रो देखिरहेछ नराम्रो देख्नु अरे बाइक होइन के भन्छ त्यो आया स्कुटी अन्त यहाँ चाहिँ डस्टबिन नभेट्न हामीहरू यसरी हातमा बोकिरहेको छ अनि मैले त केही किनेन किनकि मैले भनेको जस्तो केही पनि पाएन परै हरायो एकजनाले पनि छोडेर आइसु जिमी छोडेर आइदिएको थके आज जस्तो जिन्दगीमा कहिले थाहै थिएन खुट्टा दुख्यो र म यहाँ पर्खिरहेको छ म चाहिँ यहाँ बसिरहेको छु खुट्टा दुखेर छोडेर छान्दैछ गिफ्टहरू फर द फर्स्ट टाइम मेरो खुट्टा दुख्यो मलाई हुन्छ हजार टिम्बुल अनि यहाँ चाहिँ हामी गाडी मिलाउँदैछ फिर से अफसोस कि बात मैले चाहिँ केही किनिनँ किनकि मलाई केही मन परेन जाँदैन अरे हामी चाहिँ आइपुगेको अवस्था गेट नम्बर 2 बाट पस्दैछ हामी चाहिँ आइपुग्यो टाउको पुरा दुख्यो अन्त दुईजना पैसा मिलाउँदैछ मेरोमा चाहिँ एनर्जी पनि छैन यस्तो टाउको दुखिरहेछ अनि अहिले चाहिँ हामीले आइपुगेको अवस्था टाउको यस्तो डरलाग्दो दुख्यो घामले होइन सामानहरू सबै मिलाउँदैछ सो आजलाई यति नै बाइ बाइ